यस्तो रोकेर फोटो खिच्नु दिनु नि है दिनु नि एकदम तल्लोपट्टि उस्तो पल्लोको भित्ता फोटो खिचेर है यहाँ त पहिरो नै छ नि हौ हाम्रो ड्याममा माथि जाँदै हुनुहुन्छ पास्टर सिर्जना एकदम गाह्रो भइरहेछ उकालोमा चिप्लो बरफको यात्रा लौ बडो यो रमाइलो भइरहेको छ मैले यस्तो बनाइदिएको छु यहाँ आएर त यस्तोमा आऊ न यता आऊ न यता यता छेउबाट त्यता हुँदैन यता आउनु यता त्यता हुँदैन भन्छ झन् ख्याप ख्याप टेकेर ल यहाँदेखि झर्ने उयो हामी अब दाइ तल भिडियो गर्नु है झर्नु छिटो नानी ग्यास चिसो भइसक्यो मोटो भएर झरिँदैन मेरो खुट्टा त मुनि पो छ त पाँचटा पो रहेछ फोटो खिच्ने भनेर बरफसँग खुसी हुँदै पास्टर वीरेश आसपासमा धेरै टुरिस्टहरू पनि अनि यता नाना आउनु न नि उषा कोही त्यतै जाउँ न अब यतापट्टि छङ्गु लेक आज मौसम प्याक त्यसले गर्दाखेरि टाढोको दृश्यहरू त्यति राम्रो आएको छैन तिम्रो बसेर धरौँ ल
यतापट्टि लेक, यतापट्टि टुरिस्टहरू बरफको मजा उठाउँदै अब हाम्रो पास्टर वीरेश ज्यूले पनि कोसिस गर्नुहुँदैछ। हामी छाङ्गु लेक enjoy the snow ल माथि हामीलाई बोलाउनु भयो पास्टर वीरेशले, हामी पनि जबरजस्ती जाँदैछौँ। अनि यतापट्टि पास्टर सृजना, उषा, यता हामीलाई गाइड गर्नुहुने बहिनी, मेरो हात भन्दा पनि चिमालहरू, ल ल अघि भर्खरसम्म गाडीमा एकदम सिकिस्त बिरामी यात्रुहरू अब चाहिँ बरफमा खेल्न पाउँदाखेरि निको भइसकेको अवस्था। चिमालहरू पनि छ, चिमालहरू ल यहाँ अलिकति समतल एरियामा हामी आयौँ। चिप्लेर चिप्लेर भिडियो पनि पुरा हल्लिँदै होला। डुकडुकी पर्दो रहेछ त, कस्तो दामी रहेछ चिमाल पनि। दाइ हाम्रो दुईजना भिडियो हान्दिनु आऊ आऊ माथि आउनु र जानु माथि बिचमा एउटा ल हामी सगरमाथा चढ्दैछ यहाँ सिक्किमको सगरमाथा लु त्यहाँबाट हामी हिउँ हाना गरौँ सिक्दैन, उहाँले भिडियो हानिदिनुहुन्छ। के भएको जुस हाम्रै उताबाट आऊ न, त्यहाँबाट होइन हौ, यहाँ माथि जाऊ न, यहाँनिर जाऊ न। लु चारजना घिउ माथि जाऊ न पहिले तिमी, त्यहाँबाट भिडियो आउँदैन नि त, भिडियो आउँदैन नि त, जाऊ न बिस्तारै टेक्दै जाऊ न। साह्रै भएन हौ, ख्यापख्यापी जाऊ न, ख्यापख्यापी गरेर जाऊ त। जाऊ न छिट्टो। यहाँ त सिटप्याट लिएर आउनुपर्छ क्या, काटेर अन्त छिटो जाऊ न छिटो। होइन म त यस्तो हालिरहेको छु त, यस्तो ढुङ्गा बनाएर। हिँड्नु पनि कट परेछ, दुईजना खेलाको बुकिदिनु मारेको जाऊ न जाऊ खेलु लु यो खेलु जाऊ न, ऊ पर जाऊ न, चारजना यस्तो हान्ने। म गर्नु न यो सबै काम छङ्गुले चिमालको फेद एउटा भिडियो हान्दिनु ल, भिडियो राइडिङ गरे हुन्छ, राइडिङ गऱ्यो भने यसो डुबाउँछ, ओह्रालो मार्नुहुन्छ। छुटोमा परिन्छ होला, कहाँदेखि झर्नु? अलिक ओराबाट झर्नु, अलिक यता ढुङ्गा छेउमा आएर अहिले लडिन्छ।
सिधै त्यहीँबाट तल आऊ न त्यो दुईवटा ढुङ्गा चाहिँ तल आऊ त हो त्यहाँबाट नि आउने नि सिधै तपाईँहरू अल्टर जानु यता आउनु यता छैन यहाँनिर आउनु नि यहाँनिर हो यहाँबाट आउनु सुई कि सुई ए त्यस्तो नबसी त चिप्लिनु अब चिप्लिँदैन म त यहाँ फेरि तल लेकमा पुग्ला नि पहिल्यै ल्यायो पानी सबै नानाले थियो उसले त यहाँ फ्रिजमा जमाउनु पर्छ गाडीमा बिरामी मान्छेहरू तिमीले त एउटा पहिरै ल्यायो सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता धनी र गरिब दुवै मिलेर भन्न सक्छन् प्रभु धन्यवाद हालेलुया